हेलो साथीहरू, आज चाहिँ हामी पौलोरा गुफा गएको। यो चाहिँ अस्ट्रेलिया र इटालियाको लास्टको यो अस्ट्रेलियाको नजिकको बोर्डरमा पर्दो रहेछ। अस्ट्रेलियामै भनौँ न, इटालीभित्रै तर अस्ट्रेलिया पनि त्यहाँबाट देखिँदो रहेछ। यो चाहिँ हामी जाँदानिरको हेर्नुहोस् न, कति राम्रो छ। पुरा वेदर पनि कस्तो राम्रो साथ दिएको छ। अनि यस्तो राम्रो गाउँहरू काट्दै हामी गयौँ। कस्तो राम्रो, यो मलाई ठाउँ कति मन परेको कि यो चिसो, यो घरहरू सानो कस्तो राम्रो। सिटीबाट बाहिर चाहिँ धेरै राम्रो देखिने यो गाउँहरू। अनि इटालीको गाउँहरू आउँदै हामी गयौँ। अनि हामीलाई चाहिँ यहाँ के भन्दै थियो बोसले, यो ठाउँ यस्तो उस्तो भनेर पुरा हामीलाई को बारेमा बताउँदै गइरहेको थियो। हामी पनि इन्जोय गर्दै सुन्दै गीतहरू सुन्दै गएको थियौँ घुम्नको लागि। अनि हामी धेरै खुसी भएको थियौँ, हामी धेरै एक्साइटेड भएको थियौँ। Guardate giù, ragazzi. खाल्टो छ गाइज भन्छ फेरि त्यसले। यो हामीसँग जाने केटी चाहिँ युक्रेनकी हो, यो चाहिँ इटालियनको उसो बोस हो। अनि यहाँ सेम हाम्रो तोरपाटन जस्तो फिल आएको कि साथीहरू मलाई चाहिँ। यो हेर्नुहोस् न घोडाहरू, अनि यता वरिपरि कस्तो राम्रो के। मलाई त हाम्रो तोरपाटन जस्तो त राम्रो त छैन, त्यही पनि त्यस्तै फिल आएको कि। तर म त तोरपाटन त गएको छैन, त्यही पनि फोटोहरूमा हेर्दा चाहिँ हाम्रो तोरपाटन जस्तो त छैन होला, त्यही पनि त्यस्तै भाइब्स दिँदो रहेछ यो ठाउँमा। अनि यो चाहिँ इटालीको लास्टतिर अस्ट्रेलिया र इटाली जोडिएको पहाडमा पर्दो रहेछ। अनि त्यो गुफा चाहिँ 500 मिटर गहिरो, 500 किलोमिटर भन्यो कि मिटर भनेको नि तल एकदम डिप छ अरे कि तल। अनि यस्तो त्यहाँको अब पुरा उस हिस्टोरीहरू बताउँदै हुन्थ्यो। अनि मलाई नाच्न लगाइदिएर हेर्नुहोस् न साथीहरू, म चाहिँ आफ्नो नेपाली गीत सालेको गीत जाने नजाने नाचेर देखाइदिएँ। म चाहिँ आजकल धेरै मोटा आएको छु, हेर्न त्यहाँ नाच्नु त मलाई गाह्रो हुन्छ। पहाडमा पनि स्या गर्दै गएको थिएँ। त्यही पनि नजानी नाचिदिएँ, मलाई देखाउँदै। मलाई गीत थाहा छैन कि बुझ्दैन भन्दै नाच्दिएँ। यस्तो हुन्छ हाम्रो नेपालमा डान्स भनेर। अनि भिडियो बनाउँदैछ मेरो। अनि हामीले फोटोहरू खिच्यौँ, घरि यसरी खिच्ने घरि त्यसरी खिच्ने घरि फोटोहरू खिच्यौँ साथीहरूले। अनि फेरि यो चाहिँ हामी कफी खान गएको थियौँ होटेलमा। अनि कफी सफी खाएर अनि हिँडियो। अनि फोटोहरू, यो चाहिँ मेरो बुढाको के पारा हो कि के हो, यस्तो पोज दिनुहुन्छ। अनि हामी बुढाबुढीले फोटो खिच्यौँ लास्टमा। अनि यहाँ चाहिँ फेरि फर्किँदा जुस खायौँ, जुस खाएर चिसो पानी खाएर अनि फेरि फर्किँदै गरियो। अनि फर्किँदै अब घर जानु पर्यो साथीहरू। अनि बिस्तारै कुरा गर्दै हँसाउँदै, म चाहिँ हेर्नु न लास्टमा मोटो भएपछि के गर्ने, हिँड्नै सक्दिनँ। स्तङ्का भयो, म थाकेँ भनेछु त्यसलाई भिडियो गराइ चाहिँ। अनि फर्क्यौँ हामी बिस्तारै फर्किँदै आयौँ, कुरा गर्दै। आज लास्ट रमाइलो भयो। पहिला रोमानियाबाट आउँदा चाहिँ त्यस्तो सोचेको पनि थिएन, तर अहिले चाहिँ म इटालीमा धेरै खुसी छु गाइज।